गराएको त काम छैन तेरो कराइराख्नु पर्छ ल हेर साँझ रक्सी खाने हो यो हिरा दिदी के कति राम्रो फर्सीको मुन्टा पाएँ नि यहाँ तलतिर बारीमा गएको कस्तो राम्रो राम्रो थियो र हिरा दिदी नमस्कार छ है सबलाई। नमस्ते नमस्ते सन्चै हुनुहुन्छ सन्चै म त फर्सीको साग केलाउँदैछु कि तरकारी मिठो हुन्छ है कति मिठो हुन्छ कति मिठो हुन्छ रे भिटामिन हो नि हो तपाईँले के तरकारी बनाउनु भएको छ त मैले नि यही हो ए बोडी फर्सीको मुन्टा आलु म्याक्सन सन्चै छन् सन्चै गाउँघरमा बस्ने मान्छेले यही फर्सीको साग यति भिटामिन हुन्छ अनि मेरो छोरालाई यो सबभन्दा धेरै मनपर्छ कि भिटामिन हो नि फेभरेट होइन बाबु तिम्रो यो ल हेर यत्रो ठुलो दिप्चीमा यो दिप्चीमा कुडो पकाउने हो कि दिदी भैँसीलाई अनि के भन्छ नि अहिले कुडो सेलाउँदै गर्छ त्यहाँ यहाँ दाउरा जोडेछु त्यहाँ आगो बल्दै गर्छ अब आफ्नो सुरले यसलाई यता राख्छु लगभग 6-7 महिनामा त 8 महिनामा त मस्त हुन्छ नि आज अनि दाइ आउँछन् साँझ नो आदर्श नो अलि पर्छ है पर्खिन्छ नो आदर्श नो आदर्श पनि आउनु पर्यो नो आदर्श नो आदर्श पनि आउनु पर्यो क्या अब यो खुर्सानी कालो भयो भने बल्ल यो फर्सीको साग चाहिँ राख्ने हो कि केही चाहिन्न फर्सीको सागमा त कि तोरी कि रातो घुमा खुर्सानी चाहिन्छ पुऱ्याउनलाई खुर्सानी हालेको यो साग सब्जी पकाउनलाई मसला चाहिन्न कि ठ्याक्क 2टा खुर्सानी भाँचेर हालिदिनु साग परपोर भुट्नु हजुर चुलामा पकाएर चाहिँ यति मिठो हुन्छ नि टेस्टिलो हो चुलामा पकाएको त उठेर आयो राम्रोसँग चलाऊ है आदर्श म यस्तो तलतिर गएर आउँछु धाराको पानी लाउनु पर्छ नि हजुर हामीले के भन्ने हो र अन्त बुटाउनु आँट छैन के रे तिमीलाई त आँट खाने बेला तुलसी आउँछ त्यही डराउनु पर्छ त्यही भएर त मैले खुवाइदिएको छैन नि हिरा दिदी गर्मी बाहिर आइहाल्छ अब हजुर कहाँ जानु लाग्यो हिरा दिदी म घाँस काट्ने चिया कस्तो लाग्यो मिठो लाग्यो पक्का पक्का ल फेरि साँझ आउनु है चिया खान अब साना त रोसे नि साँझ रक्सी खाने हो यो हिरा दिदी हजुर मजाक गरेको कि साँच्चै हो साँझ रक्सी खाने कि चिया खाने मौका जे पाइन्छ त्यही खाने हो ल आउनु है हस् फर्सीको साग खाएर जाने हो र होइन म अहिले खाइनँ ल ल मलाई भेन्टा ल्याइदिन नभुल्नु है होइन साँझ 5 बजीभन्दा अगाडि ल्याइदियो हुन्छ कि साँझ रोटी र भेन्टाको उस खाने हो यसले के काम गरेको यस्तो बेसार हे भगवान नगर के आदर्श के गरेको तिमीले यस्तो भन त पहिले यस्तो के गरेको
के गरेको रे? हल्दी? हल्दीलाई के गरेको त? हो यसको काम सकिन्न कि। यता फेरि यो पाडो किन कराइराखेछ? ओइ किन कराएको त? काम छैन तेरो? कराइराख्नु पर्छ? ल हेर एकछिन ज्ञानी भएर बस न तिमी। ज्ञानी भएर बस, घाँस काट्न जाँदै घाँस काटेर आउँदैछन् मान्छे। ल हेर फेरि चुप लाएर बस है। रुक न म तिमीलाई थोरै दिन्छु कि चाख्नलाई, चाखेर भन है कस्तो छ। ओके खै एकछिन रुक त, तातो हो। आदर्श साग कस्तो छ? पक्का? आदर्श 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 ल हेर बाख्राको साग लगेर बाख्राको पछि गयो। साग मिठो छ कि नै? आदर्श